हेलो एभ्रिवान गुड मर्निङ यहाँलाई स्वागत छ मेरो च्यानलमा। यहाँ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। अनि अहिले चाहिँ बिहानको समय म चाहिँ यहाँ तातो पानी पिउँदैछु। अन्जनाले मलाई यहाँ तातो पानी बनाएर दिएको छ अनि उले चाहिँ यहाँ चिया पकाउँदैछ। अब चिया पकाउँदैछ, चिया खाएर बल्ल खाना बनाउनु पर्ला। अनि आज चाहिँ म घर जान भनेको, गाउँको घर, किनकि खेत गोडेदेखि चाहिँ म घर गएकै थिएन, खेत पनि हेर्न गएको थिएन धान कस्तो भएछ भनेर। धान त अब अहिले पानी नआएर धानहरू एकदम बिग्रियो हाम्रो चाहिँ। अहिले खोइ राम्रो त्यति राम्रो छैन धान भन्नुभएको थियो। अनि अस्ति पानी आएर चाहिँ अलिअलि खेतमा जमेको रहेछ। अनि मलहरू हालिदिनु पर्यो, युरियाहरू हालिदिनु पर्यो भनेर अनि आज चाहिँ जान लाग्यो। अनि म चाहिँ खानासाना खाएर अनि यहाँ यो पर्दाहरू धोएको, त्यो पर्दाहरू पनि लगाइदिनु छ। अनि त्यहाँबाट प्लस त्यो ठुलो पर्दा धोएको थिएन नि त, अर्को पर्दा, त्यो पर्दा पनि धोइदिनु पर्ला। र धोइधाइ गरेर कामसाम भ्याएर 1-2 बजीतिर जान्छु होला गएर। अनि 3-4 बजीतिर अनि मल छरेर अनि आउनु पर्ला भनेर सोचेको छु। ल साथीहरू, मैले चाहिँ अहिले खाना बनाएर पनि भ्याइसकेँ। अनि केटीहरू चाहिँ खाना खाएर पनि कोही काममा, कोही स्कुल गइसके। अब म मात्रै छु बाँकी। अनि अघि खाना पकाउने तस मैले चाहिँ यो झ्याल पर्दा, यो जाली पर्दा हिजो धोतेँ नि त, अनि आज लगाइदिएको छु। अनि त्यसपछि यो पर्दा चाहिँ झिकेर आज धुन पर्ला। आज यो झिकेर अनि भिजाइदिन्छु। अनि त्यसपछि यहाँ किचनमा पनि लगाइदिनु छ झ्यालहरू, झ्याल गरी पर्दाहरू, यो पर्दाहरू लगाइदिएर अनि त्यसपछि म खाना खानु पर्ला बल्ल। अनि हेरौँ आजको काम चाहिँ के हुन्छ। ल साथीहरू, म चाहिँ यहाँ घर आइभ्याएँ गाउँमा। अनि यहाँ धान हेर्न आएको। ए भगवान्, धानको हालत यस्तो छ, खै म तपाईँहरूलाई देखाउँछु हाम्रो धानको हालत कस्तो छ। ल हेर्नु त साथीहरू, हाम्रो धानको हालत यस्तो पुरै पातहरू प्याले भएर मर्न लाग्यो। खै यो धान खाइएला, यो अहिलेको धान भात खाइएला जस्तो छैन, यस्तो छ। पानी नपरेर यस्तो भएको कि अस्तिको पानी परेर बल्ल चाहिँ यहाँ पानी बसेरहेछ। यो पसाउन लागिसकेछ कि डोलाउन लागिसकेछ धान। हेर्नु त बढ्न नसकेर बिचबिचमा त मरेछ अझ। हो यहाँ त झन् खाली खाली छ ठाउँमा। त्यही पनि हुन्छ कि भनेर चाहिँ म यहाँ युरिया हालिदिनु लगाएको। अब डोलाछ धानहरू, त्यही भएर यहाँ युरिया लिएर छु। युरिया हालिदिनु पर्यो, त्यही पनि हुन्छ कि भन्ने आश अलिअलि भए पनि। आमा भएन भनेर फेरि यहाँ सबै बँदेल आएर बँदेलले खन्दैछ कि आली जति। फेरि जङ्गल यहाँ नजिक छ नि त, अनि त्यही भएर कि पुरै जङ्गल छ यहाँ। बँदेल आएर उता यो भत्काउने। अहिलेको धानको हालत सबैको यस्तो भएको छ। यो धान अहिले ल हेर, यताको धान पनि त्यस्तै छ। कुनैको चाहिँ राम्रो छ, तिनीहरूको आफ्नो इनारको पानी लाग्छ नि त, त्यही भएर हाम्रो चाहिँ यस्तो छ।
Đây là chỉ đàn tôi phải ủa lại. अन्त साथीहरु यस्तो छ धानको हालत यो होला कि नहोला यस्तो यताको भन्दा यताको चाहिँ अलि राम्रो छ अनि साथीहरु म चाहिँ अहिले घर आइभ्याएको छु अनि उहाँबाट काम गरेर भ्याएर आउन चाहिँ ढिला भयो के त्यही भएर हतार गरेर आउनु पर्यो मलाई किनकि साँझ पर्न लागिसकेको थियो अनि मेन रोडको बाटो आउनु पर्छ डर हुन्छ नि त त्यही भएर चाहिँ मैले हतार गरेर आएँ नि त्यही भएर इन्ड गर्नै पाएन के भिडियो इन्ड गर्नै पाएन त्यही भएर चाहिँ अहिले मैले यहाँ भिडियो इन्ड गर्न लागेको छु अनि म उहाँबाट आएर चाहिँ नुहाइधुवाइ गरेर खानासाना बनाएर अनि खाएर पनि अहिले चाहिँ म यहाँ रुममा आएको छु सुत्नको लागि अनि अहिले चाहिँ 9 बजिसकेको छ अनि अब भिडियो इन्ड गरिदिनु पर्यो भनेर चाहिँ अनि म यहाँ भिडियो इन्ड गर्न लागेको छु तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है साथीहरु अब चाहिँ अर्को भिडियोमा भेटौँला तबसम्म बाइ बाइ गुड नाइट